ओभन बिना नै हामीले यस्तो राम्रो स्पन्जी चकलेट बनाना केक बनाउन सक्छ यो घरमा। तपाईँहरू पनि यस्तै बनाउन सक्नुहुन्छ भने लेट्स ट्राई। ओके, यसको लागि 2टा बनाना चाहिन्छ हामीलाई र 2टा एग पनि सँगसँगै यसको लागि सँगसँगै हालेर मजाले म्यास गर्नुहोस् बनानालाई। तपाईँको घरमा फोर्क छ अथवा म्यास पोटेटो गर्ने म्यासर छ भने पनि एकदमै राम्रो झन्। अब अन्डा र बनाना मजाले म्यास गरौँ। अनि म्यास गरिसकेपछि चाहिँ हामी चाहिँ यसमा पनि 1 कप चिनी यसमा नै हालेर फेरि मिक्स पनि गर्छौँ। 1 कप चिनी यसमा हालेपछि अब सबैले मिक्स गरेर मजाले बनाना सबै म्यास हुने गरेर सबै एकदमै एकअर्कामा घुल्ने गरेर मजाले मिक्स गर्छौँ। यसरी नै गर्नुहोस् तपाईँहरू पनि मिक्स एकदमै। तपाईँहरूसँग ब्लेन्डर अथवा कुनै पनि यस्तो इलेक्ट्रोनिक सामान छ भने यु क्यान युज इट अल्सो। अनि यतिको भइसकेपछि चाहिँ अब हामी अर्को एउटा बोलमा खनाउँछौँ ताकि सजिलो होस्। हामी अर्को इन्ग्रिडियन्टहरू राख्नलाई चाहिँ सजिलो होस् भनेर चाहिँ मैले अर्को बोलमा राखेको हो है। अनि त्यसपछि चाहिँ यसमा भेजिटेबल ओइल हाल्नुहोस्। तपाईँको घरमा जुन पनि भेजिटेबल छ यु क्यान युज इट। अनि भनिला एसेन्स, स्पेसली तपाईँको सनफ्लावर ओइल छ भने चाहिँ एकदमै राम्रो है। सनफ्लावर ओइल चाहिँ एकदमै राम्रो मानिन्छ र टेस्ट पनि राम्रो हुन्छ सनफ्लावर ओइलले गर्दाखेरि चाहिँ। र सबै सनफ्लावर ओइल भनिला एसेन्स हालेपछि फेरि एकचोटि हामीले एकदमै यसमा मिक्स गरौँ राम्रोसित चलाएर। अनि यसमा एकदमै राम्रोसित मिक्स गरिसकेपछि चाहिँ यसको लम्प्सहरू नबसोस् भनेर चाहिँ फेरि हामी एकचोटि राम्रोसित मिक्स गर्छौँ। अनि त्यसपछि यसमा हामी हाल्छौँ मैदा तपाईँले अब अल पर्पस फ्लावर हो है। त्यसैमाथि हामी कोको पाउडर पनि हालेर यसमा छान्नीमा हालेर मजाले छान्छौँ। र यसको लागि चाहिन्छ हामीलाई बेकिङ पाउडर अनि बेकिङ सोडा। अनि बेकिङ सोडा चाहिँ हाफ स्पुन मात्र हाल्नुहोस् है। अनि बेकिङ पाउडर चाहिँ 1 स्पुन हाल पनि हुन्छ। अनि मजाले छान्नीमा छालेर चाहिँ हामी अब त्यही ब्याटरमा हाल्छौँ। छान्नीमा छान्नुको कारण चाहिँ यसमा लम्प्सहरू नबसोस् भनेर हो। अनि लम्प्सहरू बस्यो भने चाहिँ भित्र राम्रोसित यसको केक ब्याटर बन्दैन। र यसमा चाहिँ मजाले हामीले अब पिठो सबै ब्याटरहरू चाहिँ एकदमै राम्रोसित मिक्स गर्छौँ है। एकदमै राम्रोसित मिक्स गर्नु होला तपाईँहरू पनि ताकि एउटा कुनै पनि लम्प्सहरू नबसोस्। अनि हामी 1 कप वार्म मिल्क पनि हाल्छौँ। चिसो मिल्क चाहिँ नहालिदिनु होला किनकि ब्याटरमा अलिकति राम्रो हुँदैन केकमा होइन। त्यसैले अलिकति वार्म मिल्क चाहिँ हालेर फेरि मजाले मिक्स गर्नुहोस् ताकि सबै दुध चाहिँ घोलेर केकको ब्याटरमा लागोस्। अब हाम्रो ब्याटर चाहिँ एकदमै रेडी नै भइसकेको छ है। अनि अब हाम्रो बेक गर्नको लागि पनि रेडी नै भइसकेको छ। अनि तपाईँहरूसँग चक्लेट चिप्स छ भने हालिदिँदा पनि हुन्छ, एकदमै राम्रो सुगन्धै हुन्छ है। अनि चक्लेट चिप्स छैन भने चाहिँ डोन्ट वरी है, यो अप्सनल हो। अनि अब हाम्रो टिन पनि रेडी गरौँ बेकको लागि। अनि टिनमा चाहिँ हामीले ओइल हालेर चाहिँ चारैतिर लगाइदिन्छौँ किनकि बेक हुँदाखेरि चाहिँ हाम्रो केक चाहिँ नटासियोस् भनेर चाहिँ हो। खास गरी यो चाहिँ तल अब बेसमा चाहिँ मैले यो बटर पेपर पनि राखेको छु है। तपाईँहरूसँग छैन भने चाहिँ यु क्यान स्किप है, केही पनि छैन, नेसेसरी छैन। यो चाहिँ तेल हालेपछि चाहिँ हुन्छ। अनि अब हाम्रो ब्याटर रेडी भइसकेको छ। अब म चाहिँ ब्याटर रेडी भएर अब हाम्रो बेकको लागि चाहिँ म अब सबै रेडी भइसकेको छ। र माथिबाट म चक्लेट चिप्स पनि हालिदिन्छु है। एकदमै राम्रो हुन्छ चक्लेट चिप्सको लागि पनि यो। अनि अब हामी बेक चाहिँ अब त्यही ओभन छैन, यो चाहिँ बिना ओभनको लागि केक हो। अनि तपाईँहरूसँग यस्तो प्यान ढकनी मजाले लाग्ने प्यान यो पट चाहिँ हुनुपर्छ। र पनलाई चाहिँ यो पटलाई चाहिँ प्रिहिट हामीले चाहिँ गर्नुपर्छ 10 देखि 12 मिनटसम्म प्रिहिट गरेर चाहिँ। अनि हामीले यो सानो ग्यासमा एकदमै सानो ग्यासमा चाहिँ 35 देखि 40 अथवा 45 मिनटसम्म चाहिँ बेक गर्नुपर्ने हुन्छ। र मैले ठ्याक्कै 45 मिनटसम्म बेक गरेको र यति राम्रो रिजल्ट आएको छ कि यति बास्ना आएको छ यो केकको है। बनाना केक विथ द मिल्क एन्ड चक्लेट यस्तो मिठो छ यो। तपाईँहरू पनि प्लिज एकचोटि बनाउनु होला तपाईँको बच्चाहरूको लागि, तपाईँहरूको साथीहरूको लागि। गेट टुगेदरमा चाहिँ एकदमै राम्रो। हेर्नुहोस् त एकदमै राम्रो बनेको छ यो केक। ओहो, काट्दा पनि मलाई एकदमै बास्ना हर आएको छ है। अनि मिठो पनि एकदमै मिठो बनेको छ यो केक। हेर्दाखेरि नै खाउँ लागिसक्यो। तपाईँहरू पनि प्लिज तपाईँको बिदामा अथवा टाइम मिलाएर आफ्नो बच्चाहरूको लागि, आफ्नो साथीहरूको लागि गेट टुगेदरमा तपाईँ बनाउन सक्नुहुनेछ। पसलको अथवा बेकरीको भन्दा त